क्षेत्रमा छ भनौँ न सबै क्षेत्रमा आमेन आमेन यदि यीशु सबै क्षेत्रमा छ भने हामी किन डराउने हैन भने हो कि हैन के तपाईहरु डराउनुहुन्छ कि तपाईहरुलाई चिन्ता लाग्छ अलि त लाग्छ नि मान्छे हो नि त अलिअलि आएको जस्तो हो प्रभु भने जस्तो हुन्छ तर फेरि पनि परमेश्वरको वचनले आज भन्छ कि डरको आत्मा होइन तर शक्तिको अनि प्रेमको अनि आत्मा स्वयंको हालेलुया हाम्रो माइन्डमा चाहिँ कामनेस छ हाम्रो साउन्ड माइन्ड प्रभुले आज हामीलाई दिनुभएको छ यो विचारहरूलाई प्रभुले चङ्गाई पारिसक्नु भएको छ हालेलुया यो विचारहरू साउन्ड भइसकेको छ आमेन सो यस समय हामी प्रभुलाई प्रशंसा गर्नेछौँ आमेन हामी तयार छौँ है ओके
हाम्रो प्रभुलाई हाम्रो येशू प्रभुलाई उचाल्नु। तपाईले परमेश्वरलाई कस्तो परमेश्वरलाई चिन्नु भएको छ, जुन परमेश्वरले चाहिँ आज तपाईलाई उद्धार अनि मुक्ति दिएको छ। हालेलुया। तपाईको जीवनमा चङ्गाई ल्याएको छ, तपाईको जीवनमा छुटकारा ल्याउने परमेश्वरलाई चाहिँ आज तपाईले यस समय पुकारिरहनु भएको छ। हामी हाम्रो जीवित प्रभुलाई आज हामी उचालौँ। हालेलुया। कसरी हुन्छ म जान्दिनँ, तर यस समय आज हामी उचाल्नु। हालेलुया। हाम्रो परमेश्वर चाहिँ आज म तपाईलाई भन्न चाहन्छु कि उहाँ चाहिँ योग्यको परमेश्वर हुनुहुन्छ। आज हामी सधैँ सुन्दै आएको है, उहाँ चाहिँ योग्यको परमेश्वर हुनुहुन्छ, योग्यको परमेश्वर हुनुहुन्छ। उहाँ साँच्चै हुनुहुन्छ नि त। आमेन। यसै कारणले गर्दा त हामी घरिघरि तपाईँ योग्यको परमेश्वर भन्छौँ। हामी थाक्दैनौँ, हामीलाई वाक्य लाग्दैन त्यो कुरा भन्नु, किनभने साँच्चै नै योग्यको हुनुहुन्छ र त हामी घरि परमेश्वर योग्यको परमेश्वर भन्छौँ। आमेन। हालेलुया। आज उहाँ चाहिँ हिजो जस्तो हुनुहुन्थ्यो नि, आज पनि त्यस्तै हुनुहुन्छ अनि पछि पनि त्यस्तै रहनुहुनेछ। उहाँ बदलनु हुँदैन, उहाँको प्रेम बदलँदैन। उहाँ एक समान हुनुहुन्छ। उहाँको योग्यता पनि पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ अनि सधैँभरि रहिरहनेछ। आमेन। उहाँको योग्यतालाई चाहिँ आज हामी कुनै कुरामा पनि आज हामी तुलना गर्न सक्दैनौँ। आज हामीलाई लाग्छ कि घरिघरि योग्यता तपाईँ योग्य हुनुहुन्छ भन्छौँ, घरिघरि भनिरहेछौँ, हामी धेरै सालदेखि भनिरहेको छौँ, तर उहाँ हुनुहुन्छ र त हामी घरिघरि भन्छौँ। यदि नभएको भए आज हामीले भन्थेनौँ। सो योग्यको परमेश्वरलाई आज हामी भनौँ कि प्रभु तपाईँ योग्य हुनुहुन्छ। पवित्र परमेश्वरलाई भनौँ कि तपाईँ पवित्र हुनुहुन्छ। हामी गर्व साथ भन्न सक्छौँ कि हाम्रो परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ। आमेन। हो कि न मण्डली? के तपाईँहरू गर्व साथ भन्न सक्नुहुन्छ कि तपाईँको परमेश्वर पवित्र हुनुहुन्छ भनेर? हालेलुया। म चाहिँ गर्व साथ भन्न सक्छु। मलाई अहिलेसम्म थाहा छैन प्रभुले कुनै नराम्रो कुराहरू गरेको। आज हाम्रो जीवनमा पनि प्रभुले राम्रै कुराहरू गर्नुभयो। हाम्रो जीवनमा पनि प्रभुले जे गर्नुभयो, सुधार ल्याउने कुराहरू गर्नुभयो, छुटकारा ल्याउने कुरा ल्याउनु भयो, परिवर्तन ल्याउने कुराहरू आज उहाँले गर्नुभएको छ। आमेन। सो हेरौँ त हामी प्रभु कति असल हुनुहुन्छ। प्रभु चाहिँ कहिले बदलनु हुँदैन। इट्स नट गोना चेन्ज। हालेलुया। उहाँको प्रेम चाहिँ एक समान छ, सधैँभरि एउटै रहिरहनेछ। हालेलुया। 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 थ्याङ्क यू जिजस। हामीलाई धेरै साह्रो पर्दा पनि प्रभु आज हाम्रो बल बनिरहेको हुनुहुन्छ। हाम्रो गाह्रो अवस्थामा प्रभु आज हाम्रो चट्टान बनिरहनु भएको हुन्छ। हामी बिमार हुँदा पनि प्रभु आज हाम्रो निम्ति आशा बनिरहनु भएको हुन्छ। छोरा म छु त तँसँग, छोरी म छु त तँसँग, किन डराउँछस्? एउटा कुरा सुन, तँ शरीरमा कमजोर छस् होला, तर तँ आत्मामा चाहिँ बलियो भएको छस्। तँ आत्मा चाहिँ दरिलो छस्। स्वर्ग तेरो घर हो। आमेन। हालेलुया। ओ जीवित पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यस समय। आज हामी मण्डली मिलेर हाम्रो सारा हृदयले, सारा मनले प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ। हालेलुया। अनि तपाईँ आज हामीसँग रहनुभयो आजको स्तुति प्रशंसामा हामी तपाईँलाई धन्यको मान्दछौँ। सबै आदर भक्ति प्रभु तपाईँले नै लिनुहोस्। आज सङ्गीतकारहरूले तपाईँको महिमा लिने छैन, बोल्ने व्यक्तिले, लिड गर्ने व्यक्तिले तपाईँको महिमा लिने छैन, तर सबै महिमा, सबै प्रशंसा, सबै आराधना प्रभु तपाईँको हो, तपाईँको हो। हामी 1% पनि राख्दैनौँ। We are here to advertise you, Jesus. We are not here to advertise ourselves. हामी प्रभु तपाईँलाई एडभर्टाइज गर्न आएको हो, तपाईँलाई उचाल्न आएका हौँ। हामीले आफूलाई उचाल्न आएका होइनौँ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ।
हाम्रो हृदयहरूलाई तयार गर्नुभएको निम्ति तपाईँलाई धन्यवाद। ओ प्रभु तपाईँ येशू छ। अनि फेरि पनि आजको शक्तिशाली वचनबाट हामी प्रत्येकसँग